मर्निङ साथीहरू, कस्तो हुनुहुन्छ तपाईहरु? आशा गर्दछु तपाईहरु पनि सन्चै हुनुहुन्छ। र आजको हेर्नुहोस् हाम्रो दिन। आज पनि घाम त नलाग्ने रहेछ, पानी पर्ला जस्तै छ। नानी लुचिया खाऊ ल। के भयो? हुन्छ धेरै उठेछ। आज जाडो छ, स्वेटर लाउने ल। अस्ति पनि भन्दै थियो भाइ मिसले है, स्वेटर लाएन है भन्नु त थियो है। होइन नि भनेको भने यता त भनेको भने भन्नुभयो कि भएन है? भन्नुभयो मुखले भन्नु भन्नुभयो भन्नु ए स्कुल जानुको लागि रेडी भइरहेको छ। यो स्कुल जानु अगाडि यसरी रिसाउँछ, जहिले पनि ढिलो हुन्छ। जुन मान्यो यहाँ उसको पापाले पुऱ्याइदिनु आँटेको छ। ऊ ब्याग लैजाऊ। जुन भाइ बाई ल ब्याग गुड बाई बाई बाई। मलाई पनि ढिलो हुन्छ। यहाँ न एक गेटसम्म पुऱ्याइदिन्छु। बाई 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 बाई। बाई साथीहरू मेरो चाहिँ यहाँ भात पाकिसक्यो, यहाँ दाल पाक्दैछ। अब म सिमी आलु पकाउँछु। तेल हालिसकेँ, अलिकति जिरा, अलिकति तोरी, हजुर बनाइ बेसी काट्यो। त्यो प्लास्टिकको हुँदैन, हजुर त्यसै उसिकाएर खानु दिनु हुँदैन नानीहरूलाई। खाना राम्रो खाँदैन। दाल पाक्यो र बाबा आउनु भएको छ। चिया खानुहुन्छ अरे, ब्ल्याक टी। त्यही बनाइदिँदैछु बाबाको लागि। हेर्नुहोस् साथीहरू, ब्ल्याक टी पनि रेडी भयो। दिमाहरू भन्ने त सुँगुरको पचाउँछ खाँदैन, यो चाहिँ बाबालाई चिया। गोगोमा हाल्छ। ए बाबा चिया नखाँदो रहेछ। के ज्यू। खायो? अब यसमा अलिकति मसला हाल्नुपर्छ। मसलामा छ धनिया पाउडर, अलिकति लाल मिर्च, र अलिकति आमचुर पाउडर पनि हालिदिनुपर्छ। टेस्ट राम्रो आउँछ। र यसमा अब लास्टमा अलिकति अदुवा लसुनको पेस्ट हाल्नुपर्छ। फेरि अब यसलाई छोपिदिनुपर्छ। मेरो सब्जी पनि पाक्न आँट्यो, सिमी आलु। र यता चाहिँ म चिकन बनाउनु आँटेको। र अब यसमा म प्याज हाल्छु। र मैले चाहिँ यहाँ प्याज ग्रेट गरेर हालेको थिएँ। मजाले ब्राउन भयो। र अब अदुवा लसुनको पेस्ट यसलाई एकछिन भुटौँ। फेरि मैले यसमा चाहिँ टमाटर मसलाहरू सबै मिलाइसकेको छु। हल्दी, धुलो खोर्सानी, जिरा पाउडर, धनिया पाउडर सबै। मसला मजाले पाकेपछि चाहिँ यसमा चिकन हालिदिनुपर्छ। नमस्ते नमस्ते बडा हजुर। हेर्नुहोस् ल साथीहरू, मेरो यो चिकन पनि रेडी भयो। त्यही त हो। पाक्यो। मजाको
मजाको ग्रेभी पनि भयो। यहाँ चाहिँ बेलुकाको माछाको टाउको सुप थियो। यो कसले खान्छ? साथीहरू, यो चाहिँ मेरो हस्बेन्डको लागि खाना। भात हाल्दै, सब्जी हाल्दै, अब चिकन हालिदिन्छु। सब्जी चाहिँ अलिक ज्यादा हालिदिएको छु, सब्जी अलिक बेसी खान्छ र अब चाहिँ चिकन हालिदिन्छु। तर माछाको टाउको झोल खाने खान्छ। यस्तो हड्डी मनपर्छ होइन? मजाको हड्डी देखेको थियो त। आज ड्युटी नजाँदा त छिटो पक्ला के बिहान खाजा नखाएर ग्रेभी अब माछाको बटुकोमा हाल्छौ ल, ल अलि तातो पारेर। दाल त पर्दैन होला। हेभी डाइट भुँडीमा फाइट, माछा र चिकन। भयो आजको हाम्रो लन्च